ल त केटा हो आज चाहिँ यसो सटरडे राइड निस्केको सही छ वेदर सुपर डुक छ यहाँ हामीसँग 1290 र अनि 6 मेरो भएर सो आज हामी दुईजना यताबाट चाहिँ खाउगुची भन्ने ठाउँबाट चाहिँ यता चिबा साइडमा जाँदैछौँ त्यहाँ एकजना ब्रो रमेश ब्रो आउँदैछ अनि त्यहाँ चाहिँ हामी मिटअप भएर हामी तीनजना चाहिँ राइड निस्किनेछौँ चिबातिरको माथितिर त्यतातिर अलिक गाउँ एरियातिर सो फर्स्ट टाइम जानु लाग्यो है त्यो एरियातिर गएको छ त्यो ठाउँ चाहिँ मेन घुम्न जानु लागेको ठाउँ चाहिँ फर्स्ट टाइम हो रमेशले जाउँ भनेर सो रमेशले गाइड गर्दै लान्छ त्यहाँ हामीलाई त्यो चाहिँ अलिकति गाउँघर अलिकति नेपाली भाइब्स आउँछ अरे भन्ने छ होइन सो अन्त त्यतै गएर राइडको फन गर्दै निस्किनेछौँ यो बाटो चाहिँ लास्ट टाइम राम्रो रहेछ क्या यार खाली हुने है पुल आयो पुल अब यहाँबाट चाहिँ सायद चिबा एरिया होला कत्रो ठुलो पुल रहेछ खोला खोला भन्छ कि नदी भन्छ अब नदी यहाँबाट टक्कै स्काई टावर पनि देखेको छ टोकियो एरिया यहाँबाट चाहिँ चिबा एरिया होला सायद जाउँ बिस्तारै अझै हाम्रो लाग्छ होला 15-20 मिनट रमेशबाट पुग्न रमेश पनि आउँदैछ त्यहाँबाट राइडको फन गर्दै निस्किनेछौँ अब हामी कन्भिनीबाट अब निस्किन लाग्छ हामी तीनजना बाटो भयो नि त यहाँबाट अब हामी चिबा साइडतिर जानेछौँ ठाउँको नाम चाहिँ के भनेको थियो यार बिर्से यार के ठाउँ नाम रे रमेश ब्रो चिबा सावारा गाउँ भिलेज साइडतिर जानुलाई है त यस्तो मलाई घाम लागेको छ अरे ओहो हेर्न नसक्ने यार आँखा त ल अलिकति खाली बाटो आयो अब कुदाउ जानुपर्छ पुलिसहरू पनि हेर्नुपर्छ फेरि पुलिसहरू लास्ट हुन्छ क्या शनिबार आइतबार सो बिदाको बेला अस्ति नि के रमेश लाने बेला पुलिस समात्यो ओभर एस्टिमेट सो यसो बेला चाहिँ यसो मिटर हेर्नुपर्छ अनि दबाइरहने हो बबाल सिधै त होला नि यो बाइपास रोडमा अलिकति कुदाउन पाइएन क्या गाडी भएर नत्र गाडी नभएको मजाले थोडल दिँदै चलाउनु हुन्थ्यो हल्का थोडल लिम्बै त ग्याप राखेर साकी चाहिँ अब निस्किने बेला भइसक्यो लिमिट चाहिँ फेरि 70 हो यहाँ होइन मामासामा हेर्नुपर्छ पछाडि रमेश आउँदैछ सर कुदाउनु पाएको है सुपर डुक गाडी सही बाटो त बबाल छ यार ओहे यो नि त यार बबाल कस्तो मजाको यार भाइब्स यार ओहो गाउँ घर गाउँघर छुट्टै फिल हुन्छ क्या फेरि गाउँघरमा आउँदा यो हो नि त नि सही क्या मजा यार ओहो रोड पनि फेरि त्यस्तै छ मलाई त सही मजा लाग्यो आज यार सेकेन्ड टाइम पहिलोचोटि पनि आएको थिएँ बाटो त्यतिखेर हरियाली थिएन अहिले चाहिँ हरियाली छ बबाल यो चलाउनलाई त त्यो पावर लाग्दैन नि ल मैले चाहिँ सुपर डुक चलाउन लाग्यो है त हाम्रो ग्याङमा चाहिँ 2टा सुपर डुक ल सेकेन्ड टाइम सुपर डुक चलाउनु यहाँबाट आधा घन्टा पुग्छ हामी सही ल निस्किम न त ल है मैले चाहिँ यहाँ सुपर डुक चलाउँदै हिँडिरहेको छु कस्तो मजा आउने यार झट् त्यो मेरो 6R चलाएर त यो त मतलब बाइकको यो फिल नआउने क्या त्यो अब घुप्टेर चलाइराख यो त आनन्द क्या ओहो कस्तो कम्फर्टेबल यार लङ टुर लागि यो ठिक हो नि त नि ट्याक्क पछाडिपट्टि सामान राख्यो ओहो
बबाल पत्तर गर्दा शिक्षा यार म यहाँ सुपर डुक चलाउँदैछु टु गियरमा योभन्दा बढी हान्नै पर्दैन 80 पुगिरहेको नर्मलमा हैट ओए हैट 3 गियर ओहो सही कस्तो राम्रो देखेको यार हरियाली ओहो मजा भइरहेछ यार राइडको फन सही यार यस्तो हो नि त चलाउनु राइडको मजा आउँछ कि फेरि गाउँघरतिर आउनुलाई त्यही माथि यस्तो बाइक सुपर डुक ओहो 1301cc रहेछ यो एक्ज्याक्टली है तर भन्न चाहिँ 1290 भन्छ होइन वेट हेर्नु यस्तो टर्क छ त अनि ओए हुइली गन्छ क्या हुइली वेट ओहे बबाल यार बबाल यो त अनि भर्खर चलाउनेहरूले चलायो भने त लडाउँछ यो त डराइ चलाउनु पर्छ त हट म त यहाँ अझै हात बसेको छैन धेरै यहाँ उयो गर्न सकेको छैन कुदाउनलाई ओए हेट अझ यो मिडियम मोडमा छ अझ फुल पावर मोडमा कस्तो हुन्छ होला यसको टर्क यस्तो डेन्जर छ कि होइन S2सँग S2R सँगै हो क्या यार रेसमा मैले अब भिडियो सिडियो पनि देखेँ होइन मतलब हुन्छ नि त इनिसियलमा त यसले पनि पुरै यो बिट गर्दो रहेछ के टक्कर लिँदो रहेछ अब हुन त अब यो फेरि 200 पछि त फेरि S2R फेरि कहाँ पुग्छ 400 कति पुग्छ होइन टप स्पिड अब यसको पुग्न त हुन भिडियोतिर 299 नै हानेको देख्छ देखिन्छ होइन तर सकिँदैन होला यस्तो चण्डीगेटमा कहाँ 299 यार त्यो प्रो राइडरहरूले मात्रै सक्छ हैट हेर्नु यस्तो छ त अनि साउन्ड फेरि भिट्विन इन्जिन ए सही हो सही छ यार हरियाली देखेछ यार वन उतातिर जङ्गल छ धानहरू ओए फट बौला बत्तिन्छ यार बौला भाग्दो रहेछ बौला हैट सक्दैन दबाउनलाई त बौला अहिले चाहिँ हामी टक्क हरियाली ठाउँमा आएर टक्क बाइक यसरी राखेर चाहिँ खोला छेउमा बसिरहेछौँ हामी छौँ है कस्तो भइरहेछ आज हामी जान लागेको चाहिँ हामीबाट 4-5 किलोमिटर हो सो हामी चाहिँ अब यहाँ एकछिन फोटोसोटो खिच्यो भिडियो सुट बनायो होइन यहाँबाट यसरी धानबारी हुँदै जान्छ हामी सो त्यहाँ गएर एकछिन फोटोसोटो खिच्ने अरे भनेर मैले अहिले फेरि आफ्नै शिक्षा चलाउँदैछु गाडीहरू आउँदैछ यार कस्तो केटाहरू लगिगयो नि म मात्रै रोक्नुपर्ने भयो एकछिन गाडी आएको लो दामी मजा भयो यार कस्तो रमाइलो ठाउँ के फेरि केटाहरू कता पुग्यो आफ्नो हात फेरि बसेको बाइक चलाउँदा क्या मजा हुन्छ क्या फेरि होइन स्पोर्ट बाइक ओहो कस्तो रमाइलो ठाउँ हो यो हो नि त यार ल के हो यो हट धान हो क्या हो धान रहेछ धानै धान ल है सही रमाइलो भयो ल आज हामी हेर्न आएको चाहिँ यही हो यही बस्ती घुम्नलाई यो बस्तीहरू हामी साथीभाइ रहेछ रमाइलो छ रमाइलो ठाउँ रहेछ हेरौँ कस्तो छ यतापट्टि खोला रहेछ ल हेर्न सक्नुहुन्छ रेस्टुरेन्ट रहेछ यहाँ सबै कुराहरू आइसक्रिम साइसक्रिमहरू पाउँछ एक राउन्डतिर यता एक राउन्ड हान्नु न के हिन्दी होला समृद्धि हिन्दी होला विदेशीहरूलाई यो गर्नलाई ठाउँ त राम्रो छ कति लामो छ यो पुरै लङ रहेछ क्या है
जतिर पनि रेस्टुरेन्ट ल भाइब सही पुरानो बस्तीको घरहरू छिबाको भित्र एरियामा के बस्ती रे रमेश म त बिर्सिरहेको छु यो ठाउँको नाम फेरि हेर्छु सागुवा कि समथिङ सावारा ल छिबाको सावारा एरिया है पुरानो जापानिज बस्ती भाइब चाहिँ घरहरू पनि त्यस्तै सबै हुन्छ बलासला ल यता रेस्टुरेन्ट त्यसै डिजाइन गरेर बनाएको यो मुकासीबाट यतिकै बनाइराखेको पछि यसलाई मेन्टेन गरे होला कि बाटोहरू रिनोभेट गरे हाम्रो नेपालको धरहरा कस्तो बनाइदिएको अहिले धेरै लङ रहेछ कि चढ्ने चाहिँ कहाँ हो या बोर्ड ल यहाँबाट अझै भपा लेखेको रहेछ बोर्ड चढ्ने है अझै बनाउँदैछ त्यता घरहरू बसहरू पनि आउँदो रहेछ चम्रो चाहिँ यताबाट यताबाट हेर्दै जाने होइन र सरी बोर्ड ल ठाउँ त राम्रै रहेछ किन पानी चाहिँ फोहोर रहेछ कि है ल बिरालो यहाँ खिचिरहेको छ ल मान्छेहरू बिरालो स्टेडियम है त्यहाँसम्म ल्याउन मिल्यो बोर्ड चाहिँ यो रहेछ यो बोर्डबाट के देख्छ त मुनिबाट त बनाउँदैछ अरे पुरानोलाई चाहिँ मेन्टेन ल अब हामी एउटा बिस्तारै टोकियो एरिया ओदाइ बजेर फर्किन्छ तर एकचोटि एक राउन्ड अघिको ठाउँ बाइकमा घुमेर यसो हेरेर चाहिँ निस्किनेछौँ यहाँबाट अब टोकियो ओदाइ पुग्नलाई हामीलाई लाग्छ होला 2 घन्टा 2.5 घन्टै बढी लाग्छ होला यहाँ केटाहरूको गाउँ चाहिँ बेलुका गफसाफ गरेर फर्किने भनेर त निस्किन थाल्यो र मामा ल यही ठाउँ है त हेरौँ त्यो गाडीले फर्काउन लगाइरहेको छ क्या ब्याक गर्न लागेको के हो ल यही ठाउँ हो है रमाइलो भयो घरहरूको भाइब हेर्न सक्नुहुन्छ ल सिधै ल घरहरू रेस्टुरेन्ट हो कि घरै हो कि के हो घरै जस्तो पछाडि गाडी आइरहेको छ फेरि सानो 1 लाइन बाटो हो ल हाँसहरू पनि रहेछ यतातिर खोलातिर पार्किङ यहाँ ल ओ स्पोर्ट गाडी छ त काम पनि डुब्दै गयो यार यहाँ त गाडी रोकेछन् किन हो ल ट्रेन स्टेसनको बाटो आयो हामी चाहिँ अब हाइवेबाट जाने भइयो तल बाटो चाहिँ अलिकति टाइम लाग्ने भएर तल बाटो 2.5 घन्टा बढी लाग्दो रहेछ हामी चाहिँ माथि हाइवेबाट जान्छौँ 90 किलोमिटर 1 घन्टा 21 मिनट देखाइरहेछ सो अब यहाँबाट बबाल बत्तु जानुपर्छ हाइवेबाट 90 किलोमिटर घरबाट कति 120 किलोमिटर भइसकेछ अब रन कता गइन्छ हाइवेमा ल अब चाहिँ हामी हाइवे छिर्दैछौँ है त कोसोको दौरो यहाँबाट अब झन् कतै जानुपर्छ टोकियो ओदाइबा टोकियो लेखिरहेको छ तपाईँले ल अब खाली बाटो छ भने चाहिँ रन्काइन्छ 150-60 त यु आर यु रेडी शिक्षा हो क्या बाटो त के हो यार सही छ त हो घुमाउरो मोटर जिबीको जस्तै ल ओए
सही हो अब सुरु भयो है त मेन हाइवेको रोड कस्तो खाली यार 150 160 100 मजा भयो सुपर डुक सुपर डुकसँग ड्र्याग रिएक्सन पर्छ क्या हो रमेश पनि आयो 100 यार 200 कटायो आज पनि ओ जाम भयो थियो बल्ल भोलि अहिले हामी टोकियो पनि आइपुग्नु लाग्यो अब 19 किलोमिटर चिबा पुना बस्तीतिर आइपुग्यो अब त रम्फाउनु पऱ्यो नि त खाली आयो भने तेल त भात्तै घटेछ यार एक लाइनमा आइसक्यो ट्याङ्क फुल गरेर हिँडेको लगभग 192 किलोमिटर हिँडिसकेको छ अब 3-4 लिटर छ कि फेरि तेल हाल्ने बेला भइसकेको छ टोकियो गएर हाल्नेछु टोकियो आयो टोकियो टोकियो सिटीको भ्यू देखियो है त रन्किरहेको छ हाइवेबाट त स्काई टावर अझ राति बबाल देख्छ क्या लाइटले अब 1 घन्टापछि लाइट बल्न सुरु हुन्छ 6 बज्यो 7 बजी जस्तो झिलिमिली देखिन्छ नि फेरि सही हो ओहो हाम्रो केटाहरू कता पुगेन हाइवेमा सब रन्काइरहेको छ म अलिक पछाडि छु बबाल अब त बिस्तारै सोरो निस्किने बेला भयो यार कता हो 2 किलोमिटर अगाडिबाट चाहिँ म लेफ्ट लाग्नुपर्ने हुन्छ यहाँबाट सिधै गयो भने चाहिँ यो कामा पुग्दो रहेछ यो कामा हानेदा स्टेसन केटाहरूलाई त भेट्नु पऱ्यो कता पुगेँ ल ठ्याक्कै उदाइबा एरिया नियर आइपुग्यो हामी ठ्याक्कै देखियो है अब यहाँबाट हामी एक्जिट हुनेछौँ सही हो हाइवे रन खायो यार 1 घन्टा बढी यार ओहो बट 200 पनि क्रस गरायो यार बब्ली मस्तको राइड भयो फन पनि भयो आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई है मन पऱ्यो भने लाइक गरिदिनु होला कमेन्ट होइन सब्सक्राइब ढाड दुख्यो यार बब्बाल रन्कायो यार अब यहाँ बसेर 1-2 घन्टा जम गफसफ गरिन्छ